दिनु मेरो यो मनको कुरा। मेरो बुबा बित्नु भयो म 10 वर्षको हुँदा। 1 वर्ष पछाडि स्कुलमा थिए, सुने घरमा आगो लागेको कुरा। अतालिँदै म फेरि घरमा पुग्दा गाउँका मान्छे आगो निभाउँदै थिए उता। केही बाँकी रहेन थियो मात्र मेरो शरीरको लुगा। आमा र भाइलाई अँगालो हाली फेरि हाली बसे म, के पाइस् तैले हाम्रो खुसी लगेर। साउले दिँदै थियो धम्की भएको बाख्रा पनि तेरो लगिदिन्छु भनेर। रुँदै हुनुहुन्थ्यो आमा छेउमा बसेर, रुने मन त थियो तर आँसु खसेन। 10 वर्षको थिए के नै गर्न सकेर, पढ्ने आँस पनि मेरो गयो मरेर। 4 कक्षा पढ्दै थिए काम गर्न गए म, परदेशमा गए अनि गरे कामको खोजी। आएको थिए ठुलो मान्छे बन्छु भनी मनी सपनाले बोकी। फेरि मैले नकमाए मेरो घर उता नचल्ने पो हो कि। डर लाग्छ मलाई मेरो विगतलाई सोची। सुते कति दिन मनी बोराहरू ओढी, दबाई खाने पैसा थिएन लाग्दा रुगा खोकी। परदेशमा गाह्रो हुन्छ कटनलाई रात, आफन्तले नि मलाई दिएन नि साथ। मलाई गरे सबले घात, आमा बाहेक अरूको थिएन म लड्दा समाउने त्यो हात। कतिले के भने सबको व्यवहार अझै छ मलाई याद। सबको बदला लिन्छु यति लेखेर त राख, पहिला मेरो कसैले नि सुनेन नि बात। गरे मैले हसल अहिले टेबल माथि भात। हार पछि जित हुन्छ तैले हार्न मान, सफलताको लागि गर्न नछोड तेरो काम। अहिले मैले कमाइरहेको छु फेरि राम्रो दाम, केही वर्ष पक मेरो देशभरि नाम। त्यसपछि